एकचोटि म र मेरो साथी काठमाडौँको लोकल बसमा यात्रा गर्दै थियो। अब लोकल बसमा यात्रा त धेरैचोटि गर्यो। अब हुन्छ नि कुनै मोमेन्ट कुनै घटना घटेको हो, त्यो दिन मात्रै हामीलाई याद रहने हुन् त, नत्र हिजो के भयो अस्ति के भयो त्यो पनि बिर्सिन्छन् मान्छेहरूले। म र मेरो साथी लोकल बसभित्र छिर्यो अनि त्यो दिन चाहिँ लोकल बस फेरि खाली खाली रहेछ है त्यतिखेर। नत्र काठमाडौँको लोकल बसको हालत कस्तो हुन्छ भन्ने त्यो सबैले थाहा भएकै कुरा हो। अनि म र मेरो साथी गएर टक्क साथी सिटमा बस्यो, उसकै छेउमा म बस्न लाग्दा त पछाडि गएर बस्न, अहिले यहाँ केटी आएर बस्छ के, तेरो छेउमा नि केटी आएर बस्छ भने के मलाई। अनि मैले पनि हो जस्तो लाग्यो के, अनि म पछाडि गएर बसेँ। त्यसपछि त्यहाँ अलिकति उताको चौक पुग्दा ठ्याक्कै दुईजना मान्छे चढ्यो, एउटा बुढा मान्छे एउटा भर्खरकी केटी। बुढा मान्छे चाहिँ सरासर आएर मेरो सिट छेउमा बस्यो, अनि त्यो केटी चाहिँ फेरि मेरो साथीको छेउमा गएर बस्यो। अनि साथीले मलाई पछाडि फर्केर देखिस् भनेर बुली गर्यो के, अनि मैले पनि थेत मेरो भाग्य पनि भनेर यसरी निधार ठोक्यो के। त्यसपछि मेरो साथीले फेरि कुराकानी गर्न सुरु गर्यो। म सुनिरहेछु मजाले, कहाँदेखि हो कहाँसम्म हो भनेर कुराहरू गर्दै गयो। लास्टमा फेरि केटीले नम्बर माग्यो, केटीले नम्बर पनि दियो। नम्बर रहेछ 5 फेरि तिमीहरूले भन्नु जम्मा 10वटामा एउटा नम्बर दिएको भनेर। अरे यार मोबाइल नम्बर र 10वटा दिनलाई जुत्तो उठाएर गालामा हानेको थियो, 5 नम्बरको नाम बसेको थियो। लोकल बसमा यात्रा गरेछ, कहिले नदेखेको कहिले नभेटेको केटी पट्याउनेर। धन्न मेरो छेउमा चाहिँ त्यो बुढा मान्छेको परेकै ठिक भयो, नत्र मेरो त्यो चुतिया साथीले ऊ सँगसँगै मलाई पनि कुटाइ खुवाउँथ्यो। अब त्यति नै केटी पट्याउने इच्छा भएको भए नि सारा सम्पत्ति बेच एउटा कार किन। फेरि गाउँघरको सारा सम्पत्ति भनेकै त्यो जग्गा जमिन हो, आँखाले हेरेर नभ्याउने हुन्छ, तर बेच्यो भने 1.5-2 लाख भन्दा हाल्दैन। त्यो सँगसँगै एउटा किडनी पनि चेट गर्नुपर्ने रहेछ। अब दुइटै किडनी चेट गर्यो भने त मान्छे चेट हुन्छ। एउटा किडनी चेट गरेर त्यो सेकेन्ड ह्यान्ड एउटा कार आउने रहेछ, त्यसपछि चाहिँ कहाँ केटी रहेछ चोकचोकमा हेर्दै ड्रप गर्दै हिँड। कौन है ये लोग? तिमीले होइन केटीले तिमीलाई प्रपोज गर्छ त्यसपछि। अच्छा हमको सिखा रिया है।